ल सुक्खापुरी नमस्ते सबैजनालाई होइन वेलकम टु माई मिनी भ्लग म चाहिँ कहाँ आइपुग्यो यस्तो घर राम यस्तो बबाल छ है कहाँ है बबाल यस्तो बबाल देख्छ यति ठुलो यस्तो पुरै क्या सेम छ सबैको बाल्कनी सायद कतिले चाहिँ चिन्न नि सक्नुहुन्छ नजिकतिर हुनु रहेछ होइन कहाँ हो भनेर चिनिहाल्नुहुन्छ नि हौ यस्तो बबाल ठाउँ कस्तो काली हो काली कौवा भन्दा नि काली भएपछि म त घाममा हिँडेर होला छुट्टीमा नि यसरी हिँड्नुपर्छ क्या गाइस सुतेर बस्नु हुँदैन टाउको पो दुख्दो रहेछ है सुतेर बसेको त मेरो पालो लौ त अब टाउको दुख्ने भनेर हिँडिदिएको हिँड्नु चाहिँ हिँड्थेँ होइन तर कहाँ आइपुग्यो भन्ने कुरा चाहिँ थाहा भएन पत्तो भएन यसो विचार गर्दा म रोड पनि सायद अब यस्तो बगाल छ हौ घर पनि त सामान्य डेभलपर्सहरूलाई सामान्य बुद्धि यहाँनिर ब्रिज रहेछ हराउँदिन सायद त्यो डायमन्ड हाउस कहाँ जानुपर्छ कि क्या हो त्यहाँबाट होइन नि हराउनु त कहाँ रहेछ र हिँड्ने बाटो त छँदैछ नि त्यहाँ पनि होइन गाइस यस्तो बबाल रहेछ है उता पनि छ मासु हिँड्ने अनि यस्तो बगाल छ रोड एक्लै हिँड्नेको मजा कसलाई थाहा छ ल एक्लै हिँड्नुको मजा कस्तो मजा हुन्छ बबाल मजा हुन्छ तर यस्तो घामले चाहिँ कालो चाहिँ हुन्छ क्या दुबईको घामले होइन त पनि उही ऱ्याली डोन्ट केयर होइन यस्तो बबाल ठाउँमा यस्तो ठाउँमा यस्तो मजाले यस्तो ट्रेन हिँड्नु पाउनु त अनि लास्टमा गएर चाहिँ हेर्नुमा खाएको छ है अहिले काहीँ चाहिँ यस्तो के हो थाहा छ तपाईँहरूलाई हामीले झर्के अहिले सानो सानोमा चाहिँ यस्तोको त्यो यत्रो त्यो के फल छ नि छ कि भनेर हेरेको छैन रहेछ देखाउँथेँ म तपाईँहरूलाई त्यसो कति त्यो साथी बच्चा बेलामा ओभर खाइन्थ्यो क्या खेल्ने बेलामा तरिका चाहिँ यस्तो तपाईँहरूलाई के कुराहरू सेयर गर्नु मन लाग्छ क्या गाइज यार लाइफमा होइन लाइफको यस्तो परिस्थितिमा आइपुग्यो होइन न साथी छ न बोयफ्रेन्ड न गर्लफ्रेन्ड न हस्बेन्ड होइन के भन्छन् त्यस्तै क्या सबै केही न केही वाइल्ड सिङ्गल त्यस्तो टाइपको स्टेजमा पनि आइपुग्छ मान्छे यस्तो बबाल त यस्तो घामले चाहिँ ओभर नै डराउने रहेछ क्या कालो भइसक्यो र पनि बबाल बालै हुँदैन क्या मलाई चाहिँ होइन हिँड्छु विलास पाराले मलाई दिदीले हेरिरहेको थियो फर्की बोलाउँ जस्तै गरिसकेको थिएँ सायद मैले अलिकति केही गरिदिएको भए क्लिप दिएको भए बोलाउँथ्यो होला बोलाएन मैले चान्स दिइनँ बोलाउने गाइज होइन यस्तै हो को हुनुहुन्छ त हो यसरी म जसरी वाइल्ड सिङ्गल घुम्दै हिँड्ने दुबईमा नो फ्यामिलीदेखि त कोर्ट अब्रोड आएपछि हामी सबैजना फार अवे फ्रम फ्यामिली क्यानट सुन अबाउट फ्यामिली इभन यु वान्ट टु गो यु क्यानट गो बिकज अफ द मनी in front of you everywhere money is all everywhere abroad not chance family friends how
dare you talking about asking about friends? There is no friends. कहाँ भन्दाखेरि चाहिँ यस्तै हो विदेशमा अब साथीहरूको डे अफमा तपाईँहरूको डे अफ मिल्दैन हो तपाईँहरूको डे अफ मिल्दाखेरि साथीहरूको डे अफ मिल्दैन हो अब त्यस्तै मिल्ने साथीहरू छ भने कहिलेकाहीँ यसो मिलाउन सकिन्छ तर पनि छैन क्या त्यो पनि नो चान्स भयो नि त त्यही भएर चाहिँ अहिलेलाई चाहिँ यस्तै हो अहिलेलाई चाहिँ बिताउनु पर्छ होइन गाइस तर पनि केही छैन मलाई चाहिँ सुतेर बस्दाखेरि चाहिँ रोगी हुन्छ जस्तो लाग्यो कि यो दुख्दो रहेछ ढाँडहरू पनि पुरै दुख्दो रहेछ बडीहरू पुरै दुख्दो रहेछ सो द्याट आई जस्ट क्यान टु वाक यसलाई के भन्छ इभिनिङ वाक पनि नभनौँ इभिनिङ पनि भइहालेको छैन आई जस्ट वान्ट्स टु लुक अराउन्ड होइन आउटसाइड यस्तो खालको भएर मैले घाममा हिँड्दाखेरि कतिको मजा आउने रहेछ त हेर्नु मन लागेर घुम्नु मन लागेर चाहिँ आएको सो म त हिँडिरहेको छु घुमिरहेको छु यो मलाई कहाँसम्म जानु मन लाग्छ जान्छु ल गाइस यो चाहिँ कालो कालो के हो यो बिरालोको होला क्या सारा चरा पनि हुन्छ पनि भन्दा रहेछ होइन हामी चाहिँ साह्रो हुन्छ माथि जुन पनि आयो जुन पनि देखेँ मैले तिम्रो मायाले मलाई उयो त्यो बिचमा जानु मन लागेको थियो जङ्की जस्तो चाहिँ लाग्यो फेरि होइन नजाउँ नजाउँ जस्तो नि लाग्यो आई डोन्ट नो एक्लै त त्यहाँ गएर नि के गर्ने होला र होइन त गाइज एन्ड गे भन्थ्यो मेरो साथीले मेरो काम गर्ने साथीहरू त्यस्तो बोलिरहेको थियो हेलो गाइज भन्नुपर्छ गाइज एन्ड गे भन्छ गाइज कहाँ जानु मन लाग्यो मलाई घुम्ने अनि एकपल्ट पर्ला हिँडिरहेको छु कस्तो मजा आइरहेको छ त रात त पुरै घिरिङिरी हुन्छ त हौ काँडको अहिले त दिउँसो त यस्तो पो रहेछ मेरो पहिला चाहिँ ब्रिजबाट आउँथ्यो यो माथिको ब्रिजबाट जानु पर्थ्यो क्या जहिले अनि बेलुकाखेरि आइपुग्थ्यो माथिको ब्रिजबाट जान्थ्यो मेरो काबु चाहिँ अनि त्यहाँबाट देखिन्थ्यो क्या घुमिरी पो देखिन्छ त्यो राति जाने अहिले त के हो के यो भत्काइसकेको भत्काउन आँटेको हो कि भत्किसकेपछि देखिन्छ त राति त्यहाँ त लाग्यो लाइट गरिरहन्थ्यो के म रङ प्लेसमा आएँ हो त्यो डायमन्ड बिल्डिङमा जानु खोज्यो हिँड्नु चाहिँ म धेरै टाढा हिँडिसकेँ होइन गाडीको मान्छेहरू चाहिँ पुरा हिँडिराखेको छ क्या मलाई के हेरेको होला एक्लै पुरा क्यामेरामा हिँडिराखेको छ भनेर होला होइन के छैन गाइस एयरपोर्टको जस्तो पो देखिन्छ त हौ कहाँ आइपुगेर म एयरपोर्ट टर्मिनलकोतिर आइपुगेँ क्या केही छैन अलिकति लास्ट पसिनाले रातो न रातो भइसकेको छ घरले काम प्लस पसिना यार त्यो त पुरै घरबाट जस्तो देखिन्छ किनभने त त्यो लास्टको त्यो पुरै घरबाट जस्तो देखिन्छ म त कहाँ आइपुग्यो हो कहाँबाट हिँडेको भन्यो नि गाइस बुटसम्मबाट हिँडेको एउटा काम थियो र चाहिँ हिँडेको हिँड्दा म यहाँ आइपुगेँ काम पनि भयो नि त काम छिटै भएपछि त बस्नु मन लागेन एक दिन फर्केर गयो फेरि सुत्ने त हो अहिले हेर्ने हो हिँडेको आइपुगेँ आमा गाइस यार यस्तो बाबा बिल्डिङ देखाउँछ तपाईँहरूलाई हेर्नु त गाइस कस्तो खालको बिल्डिङ हो कस्तो बाबा राइट
छेउ आएर गाह्रो भयो मलाई। यति चाहिँ हिँड्नुपर्छ क्या गाई, स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ। त्यो त पुग्छ, फाइदा त भइहाल्छ नि होइन। त्यत्तिकै हिँड्यो भने चाहिँ मान्छे जहिले पनि फिट एन्ड फाइन रहन्छ अरे क्या। तर जानु मन लागेन भित्र। यस्तो दामी ड्रेसहरू हेर्ने बेला भएको छैन मारो। कस्तो काली हो। टर्सेट थियो क्या बाटोमा आइपुगेर फेरि होइन र गाइस नआउनु फेरि पुरै उडाइरहेछ नि त। डर लाग्छ डर लाग्छ। ओब्जेक्ट चिलाएको भेरी नियर होइन, नजिकबाट म के रहेछ त हेर्नु जानु मन लागेको थियो। त्यहाँनिर एउटा पार्क पनि देखाएको थिएँ अनि त्यो चाहिँ भिडियो बनाउनु मन लागिरहेको थियो। त्यो गर्नेछु अनि फर्किनेछु है त गाइस। एउटा के चलेको छ नि गाइस, त्यो ठ्याक्कै काफलको बोट जस्तै देखेँ क्या। त्यो काफलको याद आइरहेको बेलामा बालेन्साको त्यो के अरे त्यो कस्तो याद त्यो बुढियामाको काफल रोडमा फ्याँकिदिएको देखेर नगरपालिका हो कि के जति पालिकाले फ्याँकिदिएको भनेर भन्दा नआउँछ लाग्यो। प्रधानमन्त्री जस्तोको नाम नलिनु त्यसरी त्यो काफलको बोट जस्तो देखेर चाहिँ काफल खानु मन लागेको बेलामा ट्याक्कै त्यो याद आयो। बुढी मान्छेले काफल बेचिरहेको रोडको छेउमा नगरपालिका आएर घब्राएको घब्राइदिन्छ र 5-6 हजार पैसा कमाउँथ्यो होला त्यो काफलको बोटले। त्यो काफलको त्यो भारीले लास्ट पार्टी। ओ माई गॉड, लुक गाइस आई एम भेरी नियर। हेर्नुहोस् गाइस म चाहिँ यहाँ धेरै नजिक आइपुगिसकेको त्यही हो क्या। त्यो ठाउँमा चाहिँ जानु खोजेर आएको। यहाँ चाहिँ चौरमा पानी हालिसकेछन् होइन। अनि यो मह कति अग्लो हौ, आम्म 0.5 मा भ्याउँदैन त कति अग्लो, कति अग्लो राम राम। अग्लो देखेर हो म त। आइपुगेँ गाइस, म त मेट्रो पो छ त यहाँ। यस्तो जग्गा चाहिँ मैले पनि पाउनु नि यहाँ दुबईमा। यसो 2-3 वर्षको कमाइले पुग्ने भयो नि त्यही भएर चाहिँ कति जग्गा पायो भने त एउटा घर बनाएर पैसा त कति कमाइन्थ्यो होला है दुबईमा। कोठा भाडा तिर्दाखेरि थाहा भएको त्यो चाहिँ साला कोठा भाडा कति तिर्नुपर्छ भने नि। यो फुल त नेपालकै जस्तो छ। त्यहाँनिर मेट्रो छ अनि त्यो मेट्रो देखेर म कहाँ आइपुग्यो भनेर सोचिरहेको थिएँ। कहाँको मेट्रो होला त्यो? मेरो स्पेसालिटी हस्पिटल अरे होइन त। म तपाईँहरूलाई नेपालको जस्तो फुल देखाउँछु। नेपालमा फुल तरुल खाने फुल त्यही हो गाइस। फुल सुकेछ, फुल 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 त्यो फुल तरुल चाहिँ खाइन्थ्यो। उखालेर हेरौँ कि क्या हो। अब यो कुनाबाट टक्क यतिवटा टिकटक त हान्नै पऱ्यो नि त होइन त गाइस। हेर्नु है त मेरो टिकटकमा। वाह बल्ल बस्न पाएँ। कति पछाडि 1 घन्टा 2 घन्टा पछाडि हिँडेर मेरो पसिनाले घामले डढेर कालो भएर दाग गएर हात चाहिँ यस्तो सेको छ। यहाँ चाहिँ कालो जस्तो कालो गाइस। त्यो हो मेरो ब्याग। ओ त्यो चुच्चो अलिकति देखिरहेको छ नि यहाँनिरको।
जानु खोजेको हो खासमा नपुगी नै म बिसाइदिएको गाइस होइन अन्त ऊ त्यो कुनामा टिकटक बनाएर बसिरहेको छ्यार्र पानी आयो छात्रको धन्न त्यति आधी मात्रै आयो कि पुरै आएको भए नि त म त लुपलुपै भिज्थेँ आधी मात्रै आएछ अझ म चाहिँ हिँडेँ अब मलाई चाहिँ बचाउनु चाहिँ तर म कता जान्छु भन्ने कुरा चाहिँ मलाई थाहा छैन म त्यहाँ चाहिँ जान्छु भनेको आज नजानु पऱ्यो सो विचार गर्दा नजाउँ लाग्यो हो नजाउँ त्यो चाहिँ अब के नै छ र त्यहाँ होइन कुनै दिन जाउँ ल आजलाई नजानु पऱ्यो त गाइस म अब फर्केँ है त गाइस त्यहाँनिर बसेको फेरि एकछिन है त गाइस ब्याग भिडिहाल्छु ब्याग भिड्यो होइन बचाऊ मलाई हेल्प मी भइहाल्यो नि बिकज झन्डैले भिजेको अहिले यहाँ पनि छार्रा गर्नु छैन उतै कुनामा बसिरहेको थियो क्या छार्रा ऊ त्यो बिल्डिङमा जानु अटेको क्या म चाहिँ खासमा आज गइनँ नेक्स्ट विक जाउँला है त गाइस बिच बाटो काटे गाडी आयो पर बाटो मलाई हरन बजाउनु भन्दा पहिले आइपुग्न भाइ म यहाँ कहाँ पुगिसकेँ सातकोस पर होइन त्यसमा बोकेर हिँडिरहेको छु त्यहाँ पुग्ने मेरो योजना हो तर म पुगिनँ आजलाई अब म चाहिँ फर्केँ गाइस त्यो बिल्डिङ त के खतरा हो खबाना होलिडे होम सर्भिस खतरा रहेछ लाग्दैन होइन नयाँ बजार ठुलो ठाउँ बबालै रहेछ नि गाइस छुट्टी पनि सक्यो बिहान उठ्यो खाना खाइयो कपडा धुयो अनि त्यसपछि भोलिको लागि आइरन सारन प्याकअप गर्दा टाइम हुँदैन यसो निस्क्यो एक दुईवटा टिकटक बनाउँछ भनेर तर त्यो पनि बनाइनँ गाइस हिँडेकै धेरै आज मलाई धेरै हिँड्नु मन लागेर हिँडेको मलाई मजा आयो गाइस खालि हिँडेरै गाइस तपाईँहरूलाई म देखाउँछु ल एउटा कुरा हेर्नु ल म फकाइ भन्नु अरे क्या है हेर्नु न दुबईको पुरा दुबईको झन्डा उयो बिल्डिङमा पहिला म आउँदा त्यो बिल्डिङमै थिएन गाइस अहिले त्यो बिल्डिङमा पुरै उ गरेर राखेको छ भन्दा पर राखेको छ त्यो माथि चाहिँ हेर्नु उडिराखेको छ कुदिराखेको होइन उडिराखेकोलाई कुदिराखेको भन्छ त स्याङचुले भन्नु बोल्ने बेलामा मेरो चस्मा त केही भएन नि भनेर हिँडेको नि गाइस कत्लुकै झऱ्यो ब्याग हाल्नु पऱ्यो गाइस के भने टोलले किनिदिने फेरि होइन अझै आउँछ होला 2-3 वर्षलाई हराएन भने खतम गऱ्यो भने आउँछ होला नि 2-4 वर्षलाई कालो चस्मा अनुहार बिग्रिएर यो चाहिँ हो मेरो फाइनल आफ्टर टर्निङ ब्याक त्यो लाइट बलिरहेको ठाउँबाट म सरर आएको अब यहाँ आइपुगेँ यहाँबाट नि जाने ठाउँ थियो यहाँ जस्तै ठ्याक्कै यस्तै सिडी भएको टक्कसँगले तर म यहाँ आइपुगेँ जानु मन थियो राइट न चिलायो गाइस हिँड्दाखेरि के भेट्यो कि क्या बस खालि पनि देख्नु छ थाके जस्तो भयो भोलिदेखि जान्छ
लङ ड्युटी छ के गर्ने हो थाहा भएन होइन गर्छ ठुल्ठुलो बिल्डिङहरू मात्रै देखेर गाउँ भन्ने खालको यो गल्लीहरू पनि छ नि त दुबईमा पनि होइन म चाहिँ अब पाली रेस्टुरेन्ट गएर मेरो फेभरेट खाना खुवाएर बिहान्छु अनि भोलि त सिक्छु भन्नु न बल्ल त 8 बजिसकेछ Oh my god 8 बजिसकेछ हौ फेरि त्यहाँनिर पिज्जा खाइन्थ्यो बबल पापा जोनको पापा मर्फिस खिचारे पापा मर्फिस देख्नुभयो पापा मर्फिस पिज्जा पापा जोनको दाइहरू के त्यो चाहिँ अनि हामीले चाहिँ त्यहाँ खान्थ्यौँ क्या पिज्जा पहिला अहिले त मलाई पिज्जा खानु मन लाग्दैन It's my non-favorite food पैसाको अरे के खाँदैन खाने चाहिँ होइन फेभरेट डिसमा चाहिँ परेन त्यहीबाट मेरो फेभरेट चाहिँ मोमो नै हो गाइस मोमो नै हो ढाड दुख्यो हिँडेपछि खुट्टा दुख्छ दुबईको गल्लीहरू नेपाल रेस्टुरेन्ट पुग्नु आँटेँ टक्कसँग नेपाल रेस्टुरेन्ट गएर मोमो खाएर घर गएर पुग्नुको सोध्छु म अब सेम रहेछ क्या यस्तै जानु नि त जाने ठाउँ चाहिँ भित्र पस्ने ठाउँ चाहिँ यहाँको उयोहरू पनि बन्द पो भइसकेछ त हौ रेडी गोलमा चाहिँ म त सलक्कै रङ ठाउँमा खप्पै पसेछु नि त गाइस नेपाली रेस्टुरेन्टमा भनेर पसेको इन्डियन रेस्टुरेन्टमा पो पसेछु फेरि फनक्क फर्केर आएँ डक्टर इस्लामिक दाई सर्जिकल के चाहिँ अरे सर्जिकल सेन्टर यता पर बल्ल बल्ल आइपुगेँ सबैभन्दा पहिले चाहिँ म पानी पिउँछु खान्छु गाइस मेरो आजको मिनी ब्लग चाहिँ यहाँ सकिन्छ होइन नेपाली रेस्टुरेन्टमा गएर टर्न खाइयो अब टक्कसँगले गएर सलक्क नुहाएर पुग्नुको सुत्यो बिहानै उठेर खरेर दिदी कुद्यो हुन्छ बाइ बाइ गाइस
मान्छेको खाइमा छ त फोक्सी बिग्रोस् के सबै कुचुक डढेर सबै भित्र सबै होस् के यस्तो रिस उठेर आउँछ भनेर नेपाली रहेछ यस्तो हेरेर चुरो खान्छ होला दाजुले त्यही भएर त्यसरी रिसाएको होला यिनीहरूले चुरो खाएको देखेर त्यो गन्ध सुनेर मेरै भित्र जस्तो 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 लाग्छ क्या त्यही भएर भन्नु Bye bye guys, bye bye. See you on next videos. Bye bye. Bye bye.